Hi, as usual, this is me, Swastika Rai, all the way from Patri. अनि आजको भ्लग पनि दोकानको भ्लग हुनेछ हेर्नु होला। सबै सुनेर यहाँ हेर न बाबा, अब के गर्नु, आँखा पनि देख्दैन, खुट्टा यस्तो धेरै त सुनेको छैन त। सुन्नेको नि बाबा, दुख्छ यो हड्डी दुख्छ। डाक्टरले के भनेको छ? के भन्छ हड्डी छेकेको? हड्डी छेको अरे, नसो चेप्टेको अरे। गालामा पनि? हो नि, म त छक्क काम छैन। काम छैन बाबु अहिले। अब सबै डुप्लिकेट छ। दबाई पनि डुप्लिकेट हो? दबाई पनि डुप्लिकेट, डाक्टर पनि डुप्लिकेट। अहिले काम छैन, पैसा सक्नु मात्रै छ। तपाईँको नाम के हो, कहाँ बस्नुहुन्छ भनिदिनु न त अनि। म त यो मङ्गलबार डाँडा 10 नम्बर वार्डमा बस्छु कि, तर अब त म हस्पिटल जान छोडेको, मलाई रिस उठ्यो साह्रो। नाम के हो तपाईँको? मेरो नाम त रणमाया कार्की। रणमाया कार्की। रणमाया कार्कीको चाहिँ डाक्टरले राम्रो उपचार गर्नु भएन, राम्रो दबाई भएन भनेर यहाँ गुनासो छ। डाक्टर जतिले हेर्दै हुनुहुन्छ भने अलिक राम्रो दबाई दिनु होला, A ग्रेडको दबाई होइन त बजु? भन्नु न यहाँ डाक्टर साहबलाई। के डाक्टरहरू पैसै मात्रै तान्छन्, दबाई राम्रो दिँदैनन्, के गर्नु? 10 रुपियाँ गोलीलाई 20 रुपियाँ लिन्छन्, 20कोलाई 40 रुपियाँ लिन्छन्। अब काम छैन, अब गोजीमा दाम छैन, अब काम छैन है डाक्टर साहब। डाक्टर साहब यो भएन ल, दुःख नआयो मेरो बोजूकोबाट है बोजू। अब म चाहिँ दोकानको लागि बजार हिँडिसकेको छु। ल्याउनु म दोकानदेखि घर आइसकेको छु र मम्मीको डिमान्ड रहेको छ। के ल्याइदिनु अरे मम्मी? मम्मीलाई चाहिँ आलु ल्याइदिनु पर्ने भयो अरे। अनि अब भारी राम्रै खालको हुने जस्तो छ यसो हेर्दाखेरि है। हाम्रो जोरधाराको किरातेश्वर शिवालय मन्दिर हेर्नु होला। अनि धारा पनि छ यहाँ चाहिँ म पनि आउँछु लुगा धुनु कहिलेकाहीँ। सब्जी बजार चाहिँ आइसकेको छु। प्याज छान्दैछु, प्याज लानलाई। राम्रो छान्न आउँदैन। यहाँ चटपटेको लागि चाहिँ आलु छान्दैछु, सेतो आलु। मम्मीको डिमान्ड सेतो आलु चाहिँ यस्तो छ। डुलायो हाम्रो पत्रीको बजार, सब्जी बजार यस्तो छ। मैले किनेर भ्याइसकेँ। धनियाँमा घाटा लाग्यो, व्यापार बढाउनु मान्छे आइदिनु पर्यो यो दाइको है। सबैजना आउनु होला। ल ल मैले चाहिँ सामान किनेर भ्याइसकेँ। भारी गरम भएर म चाहिँ हिँड्नु नसकेर सफारीमा जाँदैछु है। ल म चाहिँ दोकान आइसकेको छु। फिर्ता आउँदैन। यो मेरो यो तिर्पल टाँगेको ठाउँमा ल। अरे कसरी चिन्नुभयो मलाई हो र? ल म चाहिँ मेरो दोकान आइसकेको छु। दोकान आइसकेँ। एकदम गर्मी छ दोकानमा त। यहाँ शीतलै हुन्छ, यसमा चाहिँ एकदम गर्मी छ क्या। म त भारी गरम भएर हिँड्नु नसकेर। पोच्दे पोच यस्तो यस्तो चुपा। कहाँ हिँडेको अरे? अब के ल्याइदिनु फुपूलाई? के ल्याइदिनु फुपूलाई? ल म पर्खिराख्छु ल। भाटबाट नि गइस्? कहाँ गइस्? अनि खोइ मलाई के ल्याइदिस्? लिएर आइज जा। पर्खिराख्छु बुझिस्? खाइएन। अनि सिम्पल भात, अनि यो सब्जीको ग्रेभी, अनि त्यसपछि चाहिँ मैले अहिले बनाएको अचार, दाल है त। Yummy, 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 yummy meal time. Yummy, 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 yummy meal time. Yummy, 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 yummy meal time. Yummy, yummy, yummy.
yummy, yummy. देखिसक्नुभयो होला अब कस्तो मान्छे आउनुभएको छ मेरो दोकानमा मेरो भ्लगमा भन्ने कुरा इज नन अफ देम गुगल राइट गुगल बान्थ राइट तपाईँ त मुख ब्याङ्गर होला होइन चस्मा खोलिदिनु त चट्टा लगाएर त छिटो गुच्चीको चप्पल हेरि नाइकको मात्रै भाउजूको एनिभर्सरी र घुमेर पनि आइसक्नु भएको छ यदि तपाईँहरू कोही काठमाडौँ जान चाहनुहुन्छ भने तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई पनि गर्न सक्नुहुन्छ दाइलाई पनि गर्न सक्नुहुन्छ है त गाडी चाहिँ यो रहेको छ कस्तो हेर फेरि लास्ट जक्सन कोटेश्वर रहेको छ यु क्यान स्टार्टिङ जक्सन ल यहाँ छ है ड्राइभरजी चाहिँ मकान भयो लाबीको छिन अब दाइले चाहिँ आज एनिभर्सरीमा मलाई आइसक्रिम अफर गरिराख्नु भएको छ वाइ नट खानै पर्ने हुन्छ दाइले एनिभर्सरीको सानो खालके चाहिँ हामीलाई एकवटा डार्क फ्यान्टास्टीको चोकोबार छ तपाईँहरूले यदि चिन्नुहुन्छ हुँदैन त मलाई थाहा भएन तर हाम्रो चोको हिरो डन एके लिखुन्ते दाइ दाइ के भन्छ बलको खानी सुन्दरताको खानी पैसाको खानी कस्तो लुगा हेर्नुहुन्छ नि विराज भट्टलाई फ्लप खाने कपाल हेर्नुहुन्छ नि कर्लीका कर्ली यहाँ चाहिँ हाम्रो लोकल सुँगुर फार्म छ है यस्तो दामी छ यहाँको फार्म लोकल फार्म हाम्रो घर छेउको हाम्रो आन्टीहरूको सुँगुर धमाधम आन्टी धमाधम फार्मको मालिक हजुर चारो चाहिँ यसरी हालिन्छ हजुर अनि यहाँ कसैलाई नि मन पर्यो भनेदेखि चाहिँ हाम्रोमा चाहिँ काँक्री बाँसको बिउरो होइन अनि बेलुका लोकल सबै पाउँछ है सम्पर्क गर्न सक्नुहुन्छ है त अनि यहाँ चाहिँ गोरी पनि छ हाई गोरी सुँगुरको त बजार छ एकदमै फ्रेस सुँगुरहरू हुन्छ यहाँ चाहिँ आफ्नै फार्मको नकरा गोरी अनि बिरहरू चाहिएमा पनि छ एकदमै उता पनि छ देखाउ फार्मको ल यस्तो छ यो सुँगुरको नाम चाहिँ मलाई थाहा भएन यसलाई के भन्छ है आन्टीलाई थाहा होला यहाँ छ अर्को यो चाहिँ बिर चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ बिर पनि छ है यो बिर होला होइन अनि यहाँ छ मामी ड्याडी यस्तो खालको नि बेबी चाहियो भने भन्दा हुन्छ अहिले चाहिँ भर्खर के भन्छ बताइ छ यो चाहिँ अफ्रिकन डग यो चाहिँ अमेरिकन डग खुसी हुँदैछ नगरै गरी ओ यसले टोक्दैन हौ ह्यान्डसेक गर्छ यसरी यहाँ आएर ल ह्यान्डसेक गरी गुड गर्ल बाई अझै छ यहाँ अझै माउ छ यता बच्चाहरू टन्नै छ नगर गोरी यो चाहिँ बिरहरू हो अर्को पनि बिरहरू देखाए बिरहरू रहेछ यो चाहिँ अल कस्तो गनाएको यो बिर छ्या बोका गनायो यहाँ चल्लाहरू पनि छ यस्तो राम्रो चल्लाहरू छ वाउ सुँगुर फार्मको साथसाथै सुँगुरको मासु पनि एभाइलेबल छ हाम्रो गाउँमा यहाँ चाहिँ हाम्रो चेकु काकाले मासु चाहिँ बेच्नुहुन्छ सुँगुरको मासु पनि एभाइलेबल छ एकदम फ्रेस सुँगुरको मासु बिक्री हुन्छ यहाँ होइन त दाइ कहाँ पुगेर आउनुभयो कहाँबाट आउनुभयो दाइ मासु किन्नु भन्नु त अनि 2 नम्बरबाट पनि 1 नम्बरमा मासु किन्न आउनु भइसकेको छ होइन त ठिक छ आउनु होला मासु चाहिए मासु बिहानको ब्रेकफास्टमा पनि बेलुकाको चाहिँ दिउँसोको चाहिँ रेडी भइसकेको छ अब खाना लागेको छौँ दिदी र बहिनी।
जल्मी कस्तो थियो नुडल्स भन्दै त यस्तो सही थियो यार हाम्रो डिनरको लागि चाहिँ रेडी भइसकेछ सधैँ जस्तै भात अनि आज चाहिँ चिकन ग्रेभी छ अनि यो पनि लेफ्ट ओभर अचार हो यो पनि लेफ्ट ओभर सब्जी हो अनि आज चाहिँ यसमा अलिक धेरै ग्रेभी र अलिक धेरै तेल हुन्छ र अनि आज चाहिँ मैले सिम्पल काँक्रा गाजर र यो दिदीले दिनुभएको कर्न चाहिँ मिक्स गरेको छु त्यति हो अनि यो पनि लेफ्ट ओभर दालै हो है बिहानको होइन मम्मी हो त ल हामी अब डिनर लिन्छौँ है सबैभन्दा ढिलो भात खाने झ्याउरी यही हो भात यहाँ तर लिइरहेको ऐनामा सबै देखिरहेको थियो घन्टा लाएर भात हिजोको भ्लगमा चाहिँ कुटुमा अब काम साम सकियो अरूहरू वकिङमा जान्छ मजा दिन बाई बाई वाच काम चाहिँ सकिएको छ बाइ द वे अनि अब हामी चाहिँ वकमा म इभिनिङ वकमा जान्छु आज जस्मी चाहिँ जाँदैन आज जस्मी बात लिन्छ अरे